यत्रो टाइमपछि जिम गएर होला आज यस्तो ज्यान दुखिरहेको थियो तर पनि अलार्म स्नुज नगरिकन उठिहाले। हाई गाइज, दिस इज मे ईशा एन्ड वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ म 6 बजे उठेँ र फ्रेस भएर म चाहिँ फर्स्टमा वार्म वाटर खान्छु, त्यसपछि प्री वर्कआउटको लागि सातु खान्छु। पहिला कफी लिन्थेँ बट नाउ डेज आइम प्रिफरिङ सातु। अनि त्यसपछि म जिम गएँ र इट वाज माई ब्याक एन्ड बाइसेप डे। सो मजाले वर्कआउट गर्न थालेँ। एज पहिलाको जस्तो स्ट्रेन्थ आउन चाहिँ अलिक टाइम लाग्छ। एन्ड हियर आर माई फेभरेट पिपल्स एज आई एम सोसल एन्ड इन्ट्रोभर्ट अल्सो, बट इट डिपेन्ड्स अन पर्सन र उसको भाइब्स। एन्ड यहाँ कस्तो राम्रो प्लान्ट्सहरू रहेछ। सो म चाहिँ डाइरेक्ट घर गएँ र हिजोको ओभरनाइट ओट्समा लाइट हनी, हल्का फ्रुट्स टपिङ अनि सिड्सहरू हालेर खान थालेँ। एज आई एम रसिङ टु द क्लास, सो यहाँबाट म सिधै क्लास गएँ। त्यसपछि मलाई बाहिर जानु थियो एकछिन दरमागसम्म, सो त्यहाँ पुगेँ। अनि बाटोमा हेर्नु न यो भाइरल कमल पोखरी देखेँ। अनि घर आएर फ्रुट्स खाएँ अनि डिनरमा चाहिँ यहाँ खाजा खाएँ। सो दिस वाज फर टुडे, बाई।